डियर स्टुडेन्ट्स, आज हामी क्लास 12 को फिजिक्स इक्जाम को फर्मेट को बारेमा डिस्कसन गर्नेछौँ। यो हाम्रो क्लास 12 मा एनएमई को जुन फर्मेट छ फिजिक्स को त्यसको बारेमा हामी आज छोटो डिस्कसन गर्नेछौँ है त। हाम्रो क्लास 12 मा रहेको छ कतिवटा युनिट्स, 5 वटा युनिट्स। फर्स्ट में हाम्रो मेकानिक्स छ, सेकेन्ड में हाम्रो के छ त हिट एन्ड थर्मोडायनामिक्स, यसपछि हाम्रो रहेको छ हिट एन्ड थर्मोडायनामिक्स पछि वेव्स एन्ड अप्टिक्स। चौथो हाम्रो सबैभन्दा धेरै मार्क्स सोध्ने युनिट भनेको हाम्रो के हो त इलेक्ट्रिसिटी एन्ड म्याग्नेटिजम। र इलेक्ट्रिसिटी एन्ड म्याग्नेटिजम पछि हाम्रो पाँचौं युनिट कुन छ त मोडर्न फिजिक्स हैन र। ओके, हाम्रो मेकानिक्सबाट कति मार्क्स सोध्छ 13 मार्क्स। अनि हिट एन्ड थर्मोडायनामिक्सबाट 7 मार्क्स ओन्ली। दुईटा च्याप्टर छ, दुईटा च्याप्टरबाट हामीलाई 7 मार्क्स सोध्छ। र वेव्स एन्ड अप्टिक्सबाट हामीलाई कति मार्क्स सोध्छ त भन्दा 15 मार्क्स। सरी, वेव्स एन्ड अप्टिक्सबाट हामीलाई कति मार्क्स सोध्छ त 15 मार्क्स सोध्छ। र हाम्रो इलेक्ट्रिसिटी म्याग्नेटिजमबाट एज यु अल नो सबैभन्दा धेरै मार्क्स 21 मार्क्स सोध्छ है त। र हाम्रो मोडर्न फिजिक्सबाट पनि लगभग इलेक्ट्रिसिटी म्याग्नेटिजम जति नै मार्क्स सोध्छ 19 मार्क्स है। हाम्रो यो मेकानिक्सबाट 13, हिट एन्ड थर्मोडायनामिक्सबाट 7 र वेव्स एन्ड अप्टिक्सबाट कति छ त 15 मार्क्सको क्वेसन सोध्छ। सबैभन्दा धेरै इलेक्ट्रिसिटी म्याग्नेटिजमबाट सोध्यो 21 मार्क्स र मोडर्न फिजिक्सबाट 19 गरेर यो दुईटा इलेक्ट्रिसिटी म्याग्नेटिजम र मोडर्न फिजिक्सबाट मात्र हामीलाई 40 नम्बर क्वेसन सोध्ने भयो। ओके, 40 मार्क्स विल बी फ्रम इलेक्ट्रिसिटी म्याग्नेटिजम एन्ड मोडर्न फिजिक्स ओन्ली। ओके, हाम्रो यो 75 मार्क्स जुन टोटल छ 75 मार्क्स हाम्रो टोटल मार्क्स छ जुन 3 आवर्सको इक्जामको लागि हैन। यसमा चाहिँ हाम्रो के छ त 3 किसिमको क्वेसन हुन्छ है। मल्टिपल चोइस क्वेसन, यो मल्टिपल चोइस क्वेसन चाहिँ हाम्रो के छ त भन्दा एमसीक्यूज भनेर हामीले जुन लेख्छौँ यो चाहिँ हाम्रो कतिवटा हुन्छ त 11 वटा हुन्छ हैन, 1 मार्क्स इच भन्नु मतलब 11 मार्क्सको हाम्रो। ओके, यसलाई अलिकति मिलाउँ, 11 वटा हुन्छ 1 मार्क्स इच भन्नु मतलब कति छ त हाम्रो यसबाट कति मार्क्स आउँछ त 11 मार्क्स आउने भयो इन टोटल है। अनि सेकेन्डमा हाम्रो के छ त सर्ट क्वेसन्स भनेर राखेको छ हैन, सर्ट क्वेसन्स, यसलाई हामीले एसक्यू भन्नला हैन। यसबाट हाम्रो के छ त भन्दा 8 वटा सर्ट क्वेसन हामीले गर्नुपर्ने हुन्छ। ओके, 5 मार्क्स इच भन्नु मतलब हाम्रो कति मार्क्स हुने भयो त 8 5 जा 40 मार्क्स चाहिँ हाम्रो सर्ट क्वेसन्सहरूले क्यारी गर्दो रहेछ। तेस्रोमा हाम्रो के छ त लङ क्वेसन्स छ। लङ क्वेसन्समा चाहिँ हाम्रो के छ त भने हाम्रो 3टा लङ क्वेसन हुन्छ है, 3टा लङ क्वेसन हुन्छ। ओके, 3टा लङ क्वेसन हुन्छ 8 मार्क्स इच भन्नु मतलब के छ त भन्दा ओके यसलाई अलिकति मिलाएर लेखौँ। 3टा लङ क्वेसन हुन्छ 8 मार्क्स इच भन्नु मतलब के हुन्छ त भन्दा 8 3 कति त 24 मार्क्सको हुने भयो हाम्रो लङ क्वेसन्स। ओके, 11 मार्क्स अनि हाम्रो 40 मार्क्स र 24 मार्क्स गरेर हाम्रो इन टोटल कति मार्क्स हुने भयो। यसरी हाम्रो कति मार्क्स हुन्छ त 75 मार्क्सको इक्जाम हामीलाई लिइन्छ। ओके, अब यो 75 मार्क्समा चाहिँ हाम्रो के हुन्छ त भन्दा मेकानिक्सबाट के क्वेसन आउँछ है, मल्टिपल चोइस कतिवटा आउँछ, सर्ट क्वेसन कतिवटा आउँछ, लङ क्वेसन कतिवटा आउँछ, त्यसलाई पनि एकचोटि हेरिहालौँ है त। ओके, म यता लेख्छु है। मेकानिक्सबाट तपाईको जुन त्यो 7 मार्क्स आउँछ त्यसमा चाहिँ के छ त भन्दा 2वटा चाहिँ मेकानिक्सबाट के छ त भन्दा हाम्रो जुन यो 13 मार्क्स जुन आउँछ त्यसमा चाहिँ के छ त भन्दा 3वटा चाहिँ मल्टिपल चोइस क्वेसन्स हुन्छ र 3वटा मल्टिपल चोइसको साथसाथै हाम्रो के छ भन्दा 2वटा चाहिँ सर्ट क्वेसन हुन्छ। ओके, हेर्नुहोस् त 3 1 जा 3 2 5 जा 10 त्यसरी कति छ त 13 मार्क्स यसरी हाम्रो मेकानिक्सबाट आउने हो। ओके, अब अरु के छ त भन्दा हाम्रो हिट एन्ड थर्मोडायनामिक्समा हामीलाई सोधिन्छ कति मार्क्स त 7 मार्क्स। त्यसको लागि हाम्रो के गरिन्छ त भन्दा 2वटा चाहिँ एमसीक्यूजहरु सोधिन्छ
र एउटा चाहिँ हाम्रो के हुन्छ त भन्दा सर्ट क्वेसन हुन्छ ओके यसले गर्दा के छ त भन्दा 2 × 1 गरेर 2 भइहाल्यो 1 × 5 गरेर कति हो त 5 1 + 5 कति 7 मार्क्स यसरी आयो हिट एन्ड थर्मोडायनामिक्सबाट है तेस्रोमा हाम्रो जुन रहेको छ वेव्स एन्ड अप्टिक्स त्यसमा चाहिँ हामीलाई जुन सोधिन्छ 15 मार्क्स त्यसमा त के छ त भन्दा दुईवटा चाहिँ हामीलाई मल्टिपल चोइस क्वेसनहरू राख्छ ओके एउटा चाहिँ सर्ट क्वेसन राख्ने भयो अनि एउटा चाहिँ लङ क्वेसन राख्छ है हेर्नुस् त यसमा 2 × 1 2 1 × 5 2 + 5 कति 7 अनि 7 मा हाम्रो के छ त लङ क्वेसन एउटा 8 मार्क्स गरेर कति हुन्छ त्यसबाट 15 मार्क्स यसरी सोधिदो रहेछ है ठीक छ 13 7 20 20 र 15 गरेर कति त 35 मार्क्स आइसक्यो अब सबैभन्दा हाम्रो जुन धेरै सोधिने क्वेसन कुनबाट हो त भन्दा इलेक्ट्रिसिटी एन्ड म्याग्नेटिजमबाट इलेक्ट्रिसिटी एन्ड म्याग्नेटिजम हाम्रो के भयो त भन्दा यसबाट हामीलाई 3टा चाहिँ एमसीक्यू हुन्छ है 3 मार्क्स यसबाट आयो अनि हामीलाई चाहिँ यसमा के छ त भन्दा दुईवटा चाहिँ सर्ट क्वेसन्सहरू हुने भयो ओके 3 + 2टा सर्ट क्वेसन 10 मार्क्सको 2 × 5 गरेर भन्नु मतलब 13 मार्क्स यहाँबाट आयो भन्नु मतलब अझै एउटा लङ क्वेसन यसबाट आउने भयो यसरी गर्दा के छ त भन्दा 3 + 10 गर्दा 13 13 + 8 गर्दा कति त 21 मार्क्स यसरी आउँदो रहेछ ओके 21 मार्क्स हाम्रो केबाट आयो त भन्दा इलेक्ट्रिसिटी एन्ड म्याग्नेटिजमबाट आयो लास्टमा हाम्रो के छ त मोडर्न फिजिक्स छ यो मोडर्न फिजिक्समा र इलेक्ट्रिसिटी म्याग्नेटिजम खासै के डिफरेन्स छैन यता हाम्रो 3वटा एमसीक्यू हुन्छ भने यसमा चाहिँ हाम्रो एउटा मात्र हुने भयो 1 एमसीक्यू 2 सर्ट क्वेसन्स र 1 लङ क्वेसन ओके यो गर्दा के हुन्छ त भन्दा हेर्नुस् त 1 एमसीक्यू 1 मार्क्स 2 सर्ट क्वेसन्स 10 2 5 10 गरेर 10 + 1 11 11 र 8 गरेर कति हुन्छ 19 मार्क्स ओके 19 मार्क्स यसबाट आउँदो रहेछ ठिक छ यो हाम्रो एक्जामको फर्मेट हो जुन चाहिँ हामीलाई एनईबी ले चाहिँ सोध्छ ओके ठिक छ नि हैन यसमा म एउटा कुरा अझै केही कुरा तपाईलाई एड गर्छु है त जुन हाम्रो यो हाम्रो मल्टिपल चोइस क्वेसन छ नि एमसीक्यूज मल्टिपल चोइस क्वेसनमा चाहिँ हामीलाई के छ त अप्सन्सहरू छैन ओके 11वटा क्वेसन दिन्छ 11वटा क्वेसनमा 11वटा क्वेसन नै सल्भ गर्नु पर्यो देयर विल बी नो एक्स्ट्रा अप्सन्स ठीक छ नि हैन अब सर्ट क्वेसनमा के छ त भन्दा यो जुन हामीले 8वटा सर्ट क्वेसन सोधिरहेको छ यसमा चाहिँ के छ दुईटा अझै जोडेर सोध्छ के भन्नुमा के छ 10वटा सर्ट क्वेसन सोध्छ 10वटा सर्ट क्वेसन त हुन्छ तर 10वटा सर्ट क्वेसनमा के छ त भन्दा हामीलाई टोटल 10वटा दिएर त्यहाँबाट आफूले मन परेको या आफूले राम्रो लागेको क्वेसन्सहरू 8वटा गर्ने त्यस्तो चाहिँ हुँदैन फेरि ओके भन्नु मतलब के त भन्दा जस्तै मलाई तपाईलाई मेकानिक्सबाट तपाईँले के छ त भन्दा ल मलाई 2टा सर्ट क्वेसन सोधेको छ दुईटा सर्ट क्वेसन मध्ये चाहिँ हाम्रो के छ त भन्दा जस्तै मलाई क्वेसन नम्बर 12 र क्वेसन नम्बर 13 चाहिँ मेकानिक्सबाट सोध्छ ओके 5 मार्क्स क्वेसन चाहिँ त्यो 5 मार्क्स क्वेसनमा चाहिँ के छ त भन्दा क्वेसन नम्बर 12 या क्वेसन नम्बर 13 मा चाहिँ एउटा अर्को क्वेसन आउने भयो क्वेसन नम्बर 12 या क्वेसन नम्बर 13 मा एउटा अर्को क्वेसन आउने भयो ओके सिमिलरली तपाईँलाई के छ त ल मानौ तपाईँलाई मेकानिक्सबाट तपाईँलाई एउटा चाहिँ अर्को क्वेसन सोध्छ भने मेबी तपाईँलाई के छ त भने इलेक्ट्रिसिटी एन्ड म्याग्नेटिजमबाट या मोडर्न फिजिक्सबाट ठीक छ देयर विल बी वन मोर अर्को क्वेसन भन्नु मतलब यो जुन सर्ट क्वेसन दुईटा छ नि दुईटा सर्ट क्वेसन मध्ये एउटा सर्ट क्वेसनबाट चाहिँ एउटा अर्को क्वेसन हुन्छ या मोडर्न फिजिक्सको दुईटा सर्ट क्वेसन मध्ये चाहिँ एउटा सर्ट क्वेसन अरमा होला भनेको बुझ्नुभयो नि हैन ठीक छ नि है ओके ओभरअल 10वटाबाट तपाईले 8वटा गर्ने होइन कि के छ त भन्दा एउटा कुनै स्पेसिफिक क्वेसन है ओके जस्तै मेकानिक्सको तपाईले दुईटा क्वेसन मध्ये एउटा क्वेसनमा अर भनेर आउला या इलेक्ट्रिसिटी म्याग्नेटिजम अर मोडर्न फिजिक्सबाट चाहिँ हैन त्यो जुन 4वटा क्वेसन आउँछ त्यो 4वटा क्वेसन मध्ये चाहिँ एउटा क्वेसनबाट चाहिँ तपाईलाई अर क्वेसन भनेर सोधिदिएला ठीक छ त्यो एउटा कुनै पर्टिकुलर क्वेसनबाट चाहिँ हामीले दुईटा जुन क्वेसन रहेको हुन्छ एउटा कुनै पर्टिकुलर क्वेसनमा अर्को रूपमा अर्को जोडेर आएको हुनाले त्योबाट चाहिँ एउटा गर्न सकियो त्यो कुरा हो ठीक छ ओके लङ क्वेसन कुरा गर्नुहुन्छ भने लङ क्वेसनमा पनि हाम्रो के छ त यसमा पनि दुईटा सर्ट क्वेसन दुईटा अर क्वेसन हुन्छ है त तीनटा जुन टोटल क्वेसन हामीले सल्भ गर्नुपर्छ त्यसमा अझै दुईटा जोडेर आउँछ भन्नु मतलब 5वटा क्वेसन हुने भयो 5वटा क्वेसन मध्ये तपाईले दुईटा गर्न सक्नुहुन्छ ठीक छ सर यो लङ क्वेसन चाहिँ कुनबाट आउँछ ओके एज आई सेड वेव्स एन्ड अप्टिक्सबाट एउटा लङ क्वेसन आउँछ इलेक्ट्रिसिटी म्याग्नेटिजमबाट एउटा लङ क्वेसन आउँछ र मोडर्न फिजिक्सबाट ठीक छ एनईबीले दिएको हामीलाई फर्मेट चाहिँ यही नै हो सर मेकानिक्सबाट आउन सक्दैन त यसमा 13 मार्क्सको त छ हैन हिट एन्ड थर्मोडायनामिक्सबाट नआए तापनि मेकानिक्सबाट या वेब्सबाट आउन सक्दैन त सर ओके नो मेकानिक्सबाट या हिट एन्ड थर्मोडायनामिक्सबाट आउन सक्दैन त सर है ओके हिट एन्ड थर्मोडायनामिक्सको त 7 मार्क्स भन्नु त पुगेन हैन तर हामीले के छ मेकानिक्सबाट चाहिँ सोध्न सक्छ भन्ने कुरा हो बट मेकानिक्सबाट चाहिँ मलाई लाग्छ मोस्ट प्रोबेबली सोध्दैन ठीक छ नि हैन त्यो फर्मेटै पुरै एकदमै अल्टर गरेको होला हैन एकदमै भेरिएसन होला ओके मोस्ट प्रोबेबली केबाट सोध्छ त भन्दा हामीलाई वेव्स एन्ड अप्टिक्स इलेक्ट्रिसिटी म्याग्नेटिजम र मोडर्न फिजिक्सबाट नै सोध्छ त्यसमा पनि के छ त भन्दा आई वुड से तपाईलाई वेव्स एन्ड अप्टिक्सबाट एउटा जुन सोधेको छ
लङ क्वेसन त्यसमा चाहिँ के छ त भन्दा अर्को रूपमा आयो भने वेब्सबाट एउटा अप्टिक्सबाट अर्को आउला ठिक छ अनि तपाईँलाई इलेक्ट्रिसिटी म्याग्नेटिजम मात्रै हुनसक्छ इलेक्ट्रिसिटीको के छ त भन्दा इलेक्ट्रिसिटीको चाहिँ हाम्रो के छ त भन्दा कन्टेन्ट चाहिँ कम छ होइन त्यही भएर त्यसबाट चाहिँ मेबी अर्को क्वेसन आयो भने पनि दुइटै म्याग्नेटिजमबाट पनि म्याग्नेटिजमबाटै दुइटा अर्को क्वेसन सोध्न सक्छ है 8 मार्क्सै भए तापनि अभियसली यस इलेक्ट्रिसिटीबाट पनि सोधेको छ इट क्यान अल्सो बी आस्क्ड तर मोस्ट प्रोबेबली म्याग्नेटिजमबाटै आउला अर्को क्वेसन सोधेको छ भने पनि दुइटै म्याग्नेटिजमबाट आउन सक्छ ओके मोडर्न फिक्समा के छ त भन्दा मोडर्न फिक्समा तपाईँलाई अर्को क्वेसन ग्रुपमा आउन सक्छ होइन अघि यो तिनटै चाहिँ हाम्रो के भयो त प्रोबेबल भयो वेव्स एन्ड अप्टिक्स इलेक्ट्रिक म्याग्नेटिजम मोडर्न फिक्स तिनटै प्रोबेबल हुने भयो ठिक छ नि होइन ओके अब यो तपाईँको सिक्वेन्सको कुरा गर्दाखेरि एकदम पर्टिकुलर सिक्वेन्स एकदमै कन्क्रिट रूपले एनइबीले फलो गरेको छ त म भन्दिनँ तर जस्तो तपाईँको मेकानिक्सबाट तपाईँको 3टा एमसिक्यू आउँछ भने है सुरुको 3टा एमसिक्यू चाहिँ मेकानिक्सबाट होला त्यसपछिको 2टा एमसिक्यू चाहिँ 3टा एमसिक्यू चाहिँ मेकानिक्सबाट होला त्यसपछि 2टा एमसिक्यू हिटबाट होला अनि त्यसपछि वेव्स त्यसरी सिक्वेन्समा नै आएको देखिन्छ ठिक छ अनि तपाईँको यो सर्ट क्वेसनलाई पनि त्यही नै छ कि सुरुको 2टा क्वेसन 11वटा एमसिक्यू गइसकेपछि 12 नम्बर क्वेसन र 13 नम्बर क्वेसन चाहिँ मेकानिक्सबाट हुन्छ अनि त्यसपछि 14 नम्बर क्वेसन चाहिँ के छ त भन्दा हिटबाट ओके 15 नम्बर क्वेसन चाहिँ वेब्सबाट ओके 16 र 17 के छ त इलेक्ट्रिक म्याग्नेटिजमबाट र मोडर्न फिक्सबाट 18 र 19 नम्बरको सर्ट क्वेसन चाहिँ हुन्छ ओके अब यो जेनरली देखिन्छ तर यसमा अलिअलि भेरिएसन भएर पनि क्वेसनहरू सोधिएको चाहिँ छ ओके इक्जाममा क्वेसन बनाउँदा यसरी अलिकति फरक तरिकाले बनाइएको छ तर जेनरली यो प्याटर्न नै फलो हुन्छ ठिक छ नि है ओके लङ क्वेसन कुरा गर्दाखेरि बेसिकली फर्स्टमा लङ क्वेसन चाहिँ वेव्स एन्ड अप्टिक्स सेकेन्डमा चाहिँ इलेक्ट्रिसिटी र मोडर्न फिजिक्सबाट राखिनु पर्ने हो है जेनरली राखिएको पनि हुन्छ तर यसमा अलिकति बढी नै भेरिएसन चाहिँ मैले देखेको छु है भन्नु त कहिले चाहिँ इलेक्ट्रिसिटीबाट फर्स्टमा या मोडर्न फिजिक्सबाट फर्स्टमा पनि राखेको छ ओके बेसिक चाहिँ हाम्रो के छ भने इक्जामको फर्मेट यही नै हो ठिक छ यसबाहेक अरू हाम्रो इक्जाम रिलेटेड भिडियोहरू म पोस्ट गर्दै गर्छु ओके